गोली हानेर दुईजना लगिसक्यो ठहरै पनि भइसक्यो अब मर्छ बाँध्दैन थाहा छैन तर अराजक भयो नि त अराजक त कहाँबाट भयो सुरुवात उनीहरूले गरेको होइन र देख्नुहोस् तपाईँ 1 घण्टा भइसक्यो त्यो घरमा आगो लागि भएको भर्खर मात्र त्यो नेपाल सशस्त्र प्रहरीको चाहिँ दमकल निभाउँदैछ के यहाँ पनि हेर्नुहोस् यता पनि हेर्नुहोस् एक्सपायरी मार्च 2010 2008 को छ 2009 को छ 2010 को छ ल हेर्नुहोस् यहाँ भनेपछि आज 15 वर्ष भइसक्यो 15 वर्ष अगाडिकै होइन र मैले यहाँ माथिबाट पहिला अब त्यो केपी ओलीको झोलेले हाने कि प्रचण्डको झोलेले हाने कि शेरेको झोलेले हाने त्यो थाहा छैन तर स्टार्ट चाहिँ उनीहरूबाट पहिला पुलिसलाई हानियो अनि पुलिसले पछि त्यसपछि प्रतिकार गर्नको लागि स्टार्ट गरेको हो के किन अराजक भयो सर अराजक नेपाली जनताको गरेको थिएन यो नेपाली जनताको यो तपाईको आन्दोलन नेपाली जनताको थियो हैन हामी प्रत्यक्षदर्शी यहाँ माथिबाट पहिला अब त्यो केपी ओलीको झोलेले हाने कि प्रचण्डको झोलेले हाने कि शेरेको झोलेले हाने त्यो थाहा छैन तर स्टार्ट चाहिँ उनीहरूबाट पहिला पुलिसलाई हानियो अनि पुलिसले पछि त्यसपछि प्रतिकार गर्नको लागि स्टार्ट गरेको हो के यो चाहिँ पहिला चाहिँ नेपाली जनताले हानेको होइन कोही पनि शान्तिपूर्ण आन्दोलन गरिरहेको थियौँ हामी हो कि भन्नुहोस् तपाईँहरू सुरुदेखि भएको भए देखिरहनु भएको होला दर्शक सुन्नु न जस्तै रबरको गोली मात्र होइन यहाँ चाहिँ तपाईँको वास्तविक गोली पनि हानियो भन्ने छ नि त कुरो के हो गोली हानेर दुईजना लगिसक्यो ठहरै पनि भइसक्यो अब मर्छ बाँध्दैन थाहा छैन र अर्को कुरा तपाईँहरूले देख्नु यहाँ एक्सपायरी डेट मार्च 2010 को ल हेर्नुहोस् है मार्च 2010 को अश्रु ग्यास प्रयोग गरेको छ कि यो अनि यो के गरेको यो मिति सकिएको अश्रु ग्यास नि त यो ल हेर्नुहोस् त यो तपाईँलाई देखाइदिइरहेको छु त मैले एक्सपायरी मार्च 2010 2008 को छ 2009 को छ 2010 को छ ल हेर्नुहोस् यहाँ भनेपछि आज 15 वर्ष भइसक्यो 15 वर्ष अगाडिकै होइन र मैले होइन र भन्नुहोस् त अनि यो सबै यो आन्दोलन तुहाउन पनि यिनीहरूले नै गरेको हुन् यो 100% केही छैन यहाँ किनभने सुरुदेखि तपाईँहरू हुनुहुन्छ भने पहिला ढुङ्गा यताबाट आयो पुलिसले हान्यो त्यसपछि चाहिँ बल्ल यिनीहरूले प्रतिकारको लागि गरेको भन्ने देखाउनको लागि यिनीहरूले आन्दोलन तुहाउनको लागि गरे हो यो भनेपछि तपाईँ यो कुरा भन्दै हुनुहुन्छ कि हाम्रो आजको आन्दोलनमा बट्ट ढुङ्गा प्रहार भएको होइन बाह्य कुनै व्यक्तिले ढुङ्गा प्रहार गरे प्रहरीमाथि भन्दै हुनुहुन्छ माथि घरको छतबाट आएको के पहिला घरको छतबाट हानिसकेपछि ढुङ्गा त्यसपछि पुलिसले हानेको देखाइएको मात्रै हो कि यो पुरै यो अब केपी ओलीले त भनिरहेको थियो यो जसरी पनि तुहाउँछु भन्ने कुराहरू होइन अब जसरी पनि तुहाएरै छाड्यो यसले कतिजना मर्यो थाहा छैन अहिलेसम्म 2 जनालाई लास लिएर गइसकेको छ हस्पिटल होइन मर्छ बाँध्दैन थाहा छैन अब तपाईँले यो आजको अराजक आन्दोलनको जिम्मा चाहिँ लिन्छ कसले अराजकता जसले ल्याए पनि जसले ढुङ्गा सुरुमा प्रहार गरे पनि अराजकताको नाम त आजको आन्दोलनको अगुवाईले लिनुपर्छ होइन र अगुवाईले किन लिने भने यो जनताको यो के अरे आन्दोलन जनताले गरेको भने चाहिँ नेपाली जनताले उयो गर्ने के तपाईँले भन्न खोजेको चाहिँ नेपाली जनताले यसको जिम्मेवारी लिनुपर्ने भन्न खोजेको तर अराजक भयो नि त अराजक त कहाँबाट भयो सुरुवात उनीहरूले गरेको होइन र देख्नुहोस् तपाईँ 1 घण्टा भइसक्यो त्यो घरमा आगो लागि भएको भर्खर मात्र त्यो नेपाल सशस्त्र प्रहरीको चाहिँ दमकल निभाउँदैछ के यहाँ पनि हेर्नुहोस् यता पनि हेर्नुहोस् उता पनि हेर्नुहोस् होइन उता पनि हेर्नुहोस् त्यहाँबाट पहिला ढुङ्गा प्रहार गरेको अश्रु ग्यास प्रहार गरेको त्यही भएर त हानेको ए तपाईँ यो कुरा भन्दै हुनुहुन्छ कि घरको ढोकाबाट चाहिँ अथवा झ्यालबाट छिरेर प्रहरीहरूले अश्रु ग्यास प्रहार गर्यो र त्यही भएर प्रहरीलाई त्यहाँ हान्यो मान्छे हो त्यही 100% नै त्यही हो अरू केही पनि छैन हेर्नुहोस् तिनीहरूकै षड्यन्त्र हो यो आन्दोलन तुहाउनको लागि यिनीहरूको षड्यन्त्र बाहेक कसैको होइन यो कतिजना मान्छे घाइते भएको छन् अहिले प्रदर्शनकारीको तर्फबाट देखेको अनुसार चाहिँ 8-10-12 जना भइसक्यो के चिकित्सा अवस्थामा चाहिँ कतिजना छन् ठ्याक्कै भन्नुहोस् यस्तो अवस्थामा यहाँबाट लगेर गएको 3 जना देखिसक्यौँ हामीले होइन अब अझै अब भोलि अब सबै खबर त आइहाल्ला नि होइन तपाईँलाई थाहा छ सुरक्षाकर्मी तर्फ पनि घाइते भएको नि त नेपाल सशस्त्र प्रहरीको त्यो सँगसँगै जनपद प्रहरीको घाइते भएको नि त होइन सुरक्षाकर्मीलाई हामीले के भन्ने हो भने उनीहरूले हामी मरे पनि नेपाली मर्ने हो उनीहरू पनि नेपाली हो कि होइन भन्नुहोस् त 2 जना नेपाली अब आजको दिनमा त देश बचाउने अभियान हो नि यो होइन र देश बचाउनको लागि उनीहरूले अब पार्टीको झोले बन्नु हुँदैन क्या हेर्नुहोस् हस् त धन्यवाद